सबैजनालाई नमस्कार। म रमेश बाबुको तर्फबाट आज धेरै दिनपछि मैले भिडियो बनाउन फेरि कोसिस गरेँ। आज एउटा उठ्ने बित्तिकै एउटा स्ट्याटस आयो हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको। स्ट्याटस पढेँ होइन, खुसी पनि लाग्यो, एक हिसाबले खुसी पनि लाग्यो। किनभने जब सुकुम्बासी बस्ती हटाउँदै गर्दाखेरि त्यहाँ धेरै डर्टी पोलिटिक्स भएका थिए र अब हुनेवाला छ भन्ने कुरा मध्यनजर गरेर होला। किनभने जब डर्टी पोलिटिक्स सुरु हुन्छ सरकारलाई थोरै असहज हुने सम्भावना देखिन्छ। त्यही भएर पनि होला, किन देखिरहेकै छ नि त, हामीले देखिरहेकै छौँ। हिजो केही पनि पोस्ट चाहिँदैन भन्दाखेरि केही पनि पोस्ट चाहिँदैन मलाई भन्ने मान्छेहरू पनि रोएको देखिएको छ होइन। अब म देशको मै हो भलाइ गर्ने भन्ने मान्छे देखिएको छ। खैर त्यो जेसुकै होस्, तर अब भ्रमहरू फैलाएर होइन, मान्छेलाई त्रसित गरेर, मान्छेलाई त्रासमा राखेर सरकारप्रति विरोध जनाउनको लागि त्यो पोलिटिक्स सुरु हुँदैछ क्या। अब चाहिँ त्यो पोलिटिक्स सुरु हुँदैछ। त्यसैको मध्यनजर गरेर होला एउटा स्ट्याटस आयो। त्यो स्ट्याटसले सबैलाई चुप बनाइदियो होइन। त्यहाँ स्ट्याटसमा भनिएको छ कसैलाई पनि घरबार विहीन हुन दिने छैनौँ भनेर अन्तिममा होइन। त्यो एकदमै त्यो चाहिँ मलाई राम्रो कुरा लाग्यो। हेर्नु साथीहरू, पार्टीको भनेपछि आफूलाई मनपर्ने, आफू लागेको पार्टी चाहिँ जे गर्दा नि राम्रो लाग्ने। जब आफू नराम्रो, अरू चाहिँ अर्को पार्टी चाहिँ आफू नलागेको पार्टीलाई चाहिँ जे गर्दा पनि नराम्रो लाग्ने, त्यो चाहिँ हुँदैन क्या। त्यो चाहिँ राम्रो होइन, त्यो त हुँदै होइन। किनभने हामीलाई चाहिँ देशको माया हो नि त। जसले राम्रो गर्छ, जसले देशको हितको लागि काम गर्छ त्यसैलाई राम्रो भन्ने हो साथीहरू। पार्टीभन्दा माथि उठेर देशलाई माया गरौँ, मलाई चाहिँ त्यस्तो लाग्छ। देशलाई माया गर्नै पर्छ। किनभने एउटा नेपाली भइसकेपछि बल्ल पार्टी हुने हो नि होइन। त्यसै कारणले जसले देशको लागि राम्रो गर्छ उसैलाई हामीले साथ समर्थन र योले ठिक गर्यो भन्न सक्नुपर्छ होइन। नराम्रो गरेको खण्डमा त्यो मन परेकै मान्छेले नराम्रो गरेछ भने पनि गर्दैन भन्ने छैन, गर्यो भने पनि यो नराम्रो गर्यो है भन्न सक्नुपर्छ। यो नै सही लाग्छ है मेरो लागि चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ प्लिज लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सेयर गर्न नभुल्नु होला र सब्सक्राइब गर्न त भुल्दैन होला। थ्याङ्क यू, किप वाचिङ, बाई, ह्याभ अ गुड डे। हजुरको दिन शुभ रहोस्।